मेरो चाहिँ केटी बिचिरहेको छ पुरा अन्त सामु छ चनहरुमा सुत्ने सो हेलो वेलकम ब्याक टु माई न्यू ब्लग फेरि आज धेरै पछि म मेरो ब्लग लिएर आएको छु यदि च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल यदि सब्सक्राइब गरिसक्नु भएको छैन अन्त्यसम्म भिडियो हेरिदिनु होला अनि मिठो कमेन्ट छोडिदिनु होला आज त्यस्तो खासै केही प्लान छैन घुम्नको लागि चाहिँ आज त्यतिकै ऱ्यान्डममा जाँदा जान्छु त्यसैको भिडियो सिडियो भ्लग सलग बनाउँछु सो अनि अहिले चाहिँ रिसेन्टली जानको लागि चाहिँ पैसा हाल्न जान लाग्दैछु मेरो साथी यसको चाहिँ पैसा हाल्न जान लाग्दैछु सो ब्याङ्क जानलाई रेडी भएको सो अब त्यतै बाटोतिर भेटौँ है अहिले चाहिँ हामी यता राजको साइडतिर आइपुगेको छौँ सो यसले चाहिँ पैसा नभएर 7 रुपियाँ दिनु पर्नेमा चाहिँ 10 रुपियाँ दिएको छ अरे कस्तो कस्तो खुसी कस्तो फिल भयो आइरहेको छ त गुड हाल्नु मन लागिरहेको छ साला अब 7 रुपियाँ दिनु पर्ने ठाउँमा 10 रुपियाँ दिन्छ कस्तो मान्छे होला यो धनी मनीको छोराछोरी यस्तै हुन्छ सो केटाहरू चाहिँ यतापट्टि छन् सो अनि यसले चाहिँ यहाँ पैसा हाल्छ अब पैसा हालेपछि अनि त्यहाँदेखि फेरि अब उता लोटस मल छ त्यो मल जाने प्लान छ अब के हुन्छ हेरौँ यो दाइले हामी चाहिँ फसिसक्यो होइन उताबाट लोटस जानु पनि यतापट्टिको लोटस आएर सो हामी यता के भन्छ सर्जुने के भन्छ मुकेश दाई सो उता पारिपट्टिको लोटस हान्नु पनि यता वारिपट्टिको लोटस हान्ने ठिकै छ केही छैन अब फसिसक्यो त अब फेरि अब हामी यहाँबाट निस्केर जान्छ ग्राफमा आइसक्यो यो पनि यहाँ पनि ठाउँहरू चाहिँ दामी रहेछ सो यो ग्राफ चाहिँ हामी आएको ग्राफ हो यो गइहाल्छ त्यही हो फसिसक्यो फेरि उता जानुपर्छ तर यो ठाउँ पनि राम्रो रहेछ सुनसान ठाउँ रहेछ दामी रहेछ मलाई चाहिँ दामी लाग्यो यतापट्टिबाट गाडी आउने रहेछ अनि हामी चाहिँ यता छौँ त्यही अब फेरि यतापट्टि जानुपर्ने हुन्छ के गर्नु दाइले फसाइहाल्यो ठिकै छ फसायो भन्नाले झुकिए दाइ पनि ठिकै छ फेरि हान फेरि अब नहान है त्यो यतैपट्टिको चाहिँ फेरि यही गाडी लाने भयो क्या यही गाडीले फेरि लाने भयो फेरि अन्तिममा चाहिँ त्यसै यही गाडीमा पऱ्यो फेरि यही गाडी ल्याएर छोडेको यही गाडीमा पऱ्यो सो अब हामी चाहिँ फेरि उतापट्टिको लोटस जाँदैछौँ सो त्यही हो यहीँबाट छिटो भयो होइन ल ठिक छ अब हामी जान्छौँ बाहिर जस्तो छ यो ठाउँ पनि दामी ठाउँ रहेछ लगभग यो पनि पिसफुल अलिकति यतापट्टि पार्क रहेछ पार्किङ हल्का ठुलो छ ओभर ठुलो रहेछ अहिले सुकेछ आधी चल्छ लोकल मात्र हालेछ अरे अब यहीँबाट फेरि यहाँ पर ए छोड्न कति पाठ पढाउँछ एउटै एटीलाई एम्बुलेन्स ल्याम्बुलेन्स कम्पनी चाहिँ दामी रहेछ क्या धेरै कम्पनी नेपाल जाँदैछ सुर्केस लिन खोज्दैछ नेपाल जाँदैछ सुर्केस लिन खोज्दैछ ल्याऊ के कति छ जानु अब 3 महिना त सुर्केसको दाम त महँगो छ यार मार्केट त यो चाहिँ मार्केट के लिने त साला अहिले नै ब्याग हेर्दैछ नेपाल जानु कहिले यहाँ पनि छ त ब्याग यो ब्याग पनि दामी छ अरे हेर्दै म त यस्तोमा लान्छु यार यस्तो एउटा लानुपर्छ एउटा अहिले जानु कहिले हो अहिले हेर्नु यसले यो दाइको जाने बेला हुँदैछ यहाँ चाहिँ सुर्केस त यो त धेरै ठुलो भयो यार यत्रोमा त के लाने होला के हो यो माथि यो के हो बल हो उतापट्टि हेर त्यहाँ पर पनि छ ब्याग त ऊ पर त्यहाँ पनि ब्याग छ
हेर्न पाइन्छ त हामी चाहिँ मार्केटमा पुरै घुसेर दादागिरी देखाउँदैछौँ त्यही हो त्यो अहिले चाहिँ हामी सपिङ गरिसकेर यता आइसक्यो केटाहरूको सामान चाहिँ त्यति धेरै छैन अनि अहिले हामी यहाँ बसेको छौँ यता यस्तो छ एरिया सो यो चाहिँ खाना खाँदैछ एकछिनबाट खान्छु अनि यता एरिया चाहिँ दामी छ यो ठाउँ चाहिँ पुरै घाँस छ त्यो चाहिँ कस्तो अलिकति है यस्तो हेर्दा नेपाल जस्तो लाग्छ हामी चाहिँ यताबाट आएको सनराइज त्यहाँ हुँदैछ बब्बाल यतापट्टि महल छ यो मुला चाहिँ खानु छोडेर अब भ्लग बनाउनु छ एरिया तर मलाई यो दामी लाग्यो यो ठाउँ चाहिँ यहाँ घाँसहरू कस्तो दामी छ मैले के होइन कि यहाँ हरियो कस्तो दामी छ यो नेपाल जस्तो छ नि त यो हरियोहरू त त्यहाँ पर चाहिँ महल छ हो कि त यो कस्तो नेपाल जस्तो छ कि यहाँ चाहिँ तामाङ रे कि राया भन्ने रहेछ केटाहरूको सामान अर्जुन कस्तो फिल भइरहेछ त मुकेश दाई उल्टो ग्राफ गर्ने तिमी नै होइन यता भने उता यताबाट चाहिँ गाडी कुदाउँछ पैसा गयो फोकट त्यहाँ कति गयो पैसा चाहिँ फोकट गएको छ है आज अनि पैसा चाहिँ फोकटै गएको छ ठिकै छ केही छैन अब के गर्नु र होइन यस्तै रहेछ बाध्यता परिस्थितिले त्यही मुनि गएर मुत्न अब हामी चाहिँ आइसकेको पिसफुल ठाउँमा आइसकेको छौँ कस्तो गर्नुपर्छ र अब म पनि अब म सामान दिदिन अरे रुममा जाने खुलुत्तै बेबी कस्तो गर्नु अरे कस्तो भन्छ अरे बेबी सरी रे मबाट ठुलो गल्ती भयो पानी खाएको छ भात पनि खाएको छैन यस्तो छ एरिया ए हिँड्न उहाँ पर बस्नु कस्तै गाडी त्यत्रो मल छ यतापट्टि अगाडि यो ठाउँबाट दामी छ यो माथि सनलाइट छ दाइ नरिसाउनु न फेरि तपाईलाई नै लिची अस्ति पहिला लिची चोरेर खाएको यहाँ हो हामीले पहिला एकचोटि घर रहेछ के को घरहरू कस्तो दामी छ यहाँ घर चाहिँ यस्तो हेर्दाखेरि धरानहरू जस्तो लाग्छ क्या मलाई चाहिँ यहाँ चाहिँ त्यस्तै लाग्छ केही भन्छस् राई हेलो माई ब्याक के अरे के भन्नु च्यानल अरे वेलकम ब्याक युट्युब के अरे भन्नु यता कस्तो दामी छ घर यता देखा न घरहरू कस्तो छ यता देखा न म भनिदिन्छु वेलकम ब्याक माई गेडा च्यानल होइन प्लिज सब्सक्राइब गरिदिनु होला गेडा जस्तो च्यानलमा तेरो भरे हाइलाइटमा हाल्छु म फटाफट मेरो चाहिँ केटी बिचिरहेको छ हो पुरा हामी चाहिँ सानो हातमा लिएर जाँदैछौँ अब त्यहाँ पर पार्क छ अरे त्यहाँ बसेर चाहिँ हामीले टक्क खाजासाजा खानुपर्ने हुन्छ खाँदै यहाँ छ मेरो बुढी के भयो फोन पनि उठाउँदैन अनि त्यही भएर केटा सिङ्गल बस भन्छ के लागिरहेको छ त्यति होला उठेपछि कल गर्ने मेरो बुढी मन रुममा आइपुग्यो ल गफ त कडा दिन्छु नि म पनि रुममा चाहिँ होइन फेरि म बाटोमा छु ल सो म चाहिँ रुमसुम आइसकेको छु अनि आजको लागि यति नै अब बनाउनु पाएन कति कुरा फोनमा ब्याट्री पनि सकिएछ सो कति कुरा चाहिँ बनाउनु पनि पाएन सो थ्याङ्क्स फर वाचिङ भिडियो एन्ड फेरि अर्को भिडियोमा आउँछु सो बाई